Hello and namaste everyone, welcome back to my vlog. After a long time मैले चाहिँ vlog स्टार्ट गरेँ बिकज बिचमा चाहिँ मैले vlog इन्ट्रो पार्ट स्टार्ट गरेँ तर बिचमा केही कस्तो हुन्थ्यो अनि कम्प्लिटै गर्न पाउँदैन थियो अनि कम्प्लिट नभएपछि मैले अपलोड गर्ने कुरा पनि आउँदैन तर आज चाहिँ म कम्प्लिट गरी छानेछु अनि आज म के गर्दैछु कसो गर्दैछु भने हजुरले अलरेडी थाहा पाइसक्नु भएको छ मेरो टाइटल अनि थम्बनेलबाट यस गाइस टुडे वी आर हेडिङ टुवर्ड्स धादिङ कस्तो इङ्ग्लिस चाहिँ नमिलेको जस्तो फेरि म ट्राई गर्छु टुडे वी आर हेडिङ टुवर्ड धादिङ फेरि टुडे वी आर हेडिङ टुवर्ड्स धादिङ सुलभको घरतर्फ लाग्दैछौँ साथीहरू हामीले चाहिँ 3 दिनको लागि छुट्टी मिलिसकेको छ अनि 3 दिन छुट्टी खै गणतन्त्र दिवस स्याटरडे टोटल गरेर 3 दिन भएको छ अनि हामी चाहिँ जाने प्लान छिटो गरेर आज चाहिँ कलेजमा हाम्रो प्लान भएको अनि त्यसपछि कलेजबाट म घर आएँ खानासाना खाएँ नुहाएँ अब चाहिँ रेडी भएर जान मात्र बाँकी हो यस गाइस वाच टिल इन के कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला कमेन्ट डाउन बिलो इफ एनी सजेसन एन्ड वाच टिल इन गाइस यति धेरै चराहरू छ सो गाइस यतिखेर चाहिँ मेरो साइडको एउटा अङ्कल मस्त सुतिरहनु भएको थियो अनि मलाई ढकाली पनि रहनु भएको थियो मलाई चाहिँ लास्ट रिस उठेको थियो सो लेट मी इन्ट्रोड्युस माई फ्रेन्ड है त सो यो चाहिँ छ हाम्रो सुलभ दोस्त 2-1 को हियर इज आवर सरोज कार्की and this and here last but not least here is Anis Chaudhary आउने बित्तिकै मुखमा घप हालिदिएर यार यो हामीले खाइरहेको चाहिँ आम्बो यस गाई चाहिँ हामी चाहिँ नयाँ बस पार्कमा भेट्यौँ सबैजना त्यहीँ भेट भयो नयाँ बस पार्कमा हामीले धादिङको बस खोज्यौँ अनि धादिङको बस खोजेपछि ठ्याक्क हामी आइपुग्यौँ अहिले कहाँ चाहिँ हामी आएको धुरे बेसी ठुक्क त्यो त नभनिकन धुरे बेसी हो कि केवाइसी गाउँपालिका मैले चाहिँ यो मोमो खाएको अब चाहिँ हामी जान लाग्दैछौँ हेलो गाइस ओइ सो हामी चाहिँ अहिले कता रे पेट्रोल पम्प हामी पेट्रोल पम्प पुगिसकेछौँ गाइजहरु फाइनली पुग्यो फाइनली गाइज हामी चाहिँ अहिले मलेकुको पेट्रोल पम्पमा आइसकेका छौँ अबको हाम्रो फाइनल डेस्टिनेसन भनेको चाहिँ सुलभको घर हुनेछ सो गाइज हामीसँग जोडिरहनु होला अब चाहिँ भने हाम्रो पैदल यात्रा सुरु हुँदैछ अब चाहिँ भने चाहिँ हाम्रो रमाइलो पलहरू सुरु हुँदैछ त्यसैले वासिलिन हामीसँग जोडिरहनु होला है परलै जो फुलहरू छोपिदेऊ तारा बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू सबै चिजहरू गाइस अहिले चाहिँ हामी तुलसी खोलाको माथिपट्टि रहेको छौँ झिम्न सक्नुहुन्छ हामी झोलुङ्गे पुलको माथि छौँ होइन अनि
एकदमै खतरा देखिरहेको छ। खतरा सँगसँगै अलिकति फोड पनि रहेछ, अलिकति कालो कालो रहेछ। सेतो अनि सफा भएको चाहिँ टक्क हुन्थ्यो, भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। क्या बब्बाल देखिरहेको छ क्या, यस्तो ठुलो रहेछ। यो चाहिँ मेरो फर्स्ट टाइम हो यहाँ आएको होइन। अब हाम्रो सुलभको घर चाहिँ यो पुल तरिसकेपछि त्यहाँ माथितिर भनेको छ। अनि के कस्तो हुन्छ हामीसँग जोडिरहनु होला। अहिले हामी माथिबाट हिँड्दै आयो अनि त्यहाँको झोलुङ्गे पुल आयो अनि यसो भिडियो ओपन गरिदिउँ भन्ने भिडियो ओपन गरेको। सो तलपट्टि हजुरहरूले हेर्न सक्नुहुन्छ तलको खोला चाहिँ। हाम्रो केटाहरू चाहिँ अहिले चाहिँ क्यामेरा पछाडि चाहिँ हाम्रो सरोज कार्की रहेको छ भने हाम्रो अरू 4जना केटाहरू त्यहाँ छ अनि म चाहिँ यहाँ छु। अनि एकदम रमाइलो भइरहेछ। अनि थ्याङ्क फर वाचिङ। अझै हेर्दै गर्नु होला। अझै कति धेरै रमाइलो कुराहरू त गर्ने बाँकी छ गाइस, मसँग जोडिरहनु होला है। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। तपाईहरु कहाँ हो हजुर? सो हेलो गाइज, अहिले चाहिँ हामी कतातिर भन्दा सुलभको रिजर्ट तर्फ लाग्दैछौँ। सो गाइज अहिले चाहिँ अब हामी सुलभको रिजर्ट तर्फ लाग्दैछौँ होइन। अनि सबैतिर देखाइदियो न, मेरो साथीहरूले हेर नि यस्तो दुःख गरेर यस हामी चाहिँ अहिले अब सुलभको रिजर्ट तर्फ लाग्दैछौँ। अनि त्यहाँ गएर हामी यस्तो स्विमिङ हान्ने हो। अनि हेर्नु होला है त, लेट्स गो। यो गाइज अहिले चाहिँ हामी राति आएको भए त्यस्तो भ्यूहरू चाहिँ देखेको छैन, तर भोलि बिहान हामी पक्कै पनि देखाउने छौँ। अहिले चाहिँ हामी स्विमिङ खेल्दैछौँ होइन। रिजर्टको नाम के हो रे है? मलिखु। यस भर्खरै स्विमिङ गरेर पनि ट्याग टुक सबै सकिसकेको छ। अब हामी सबैजना सुलभको घर जाने होइन त? अब सुलभको घर जाने हामी, नास्ता सास्ता के बनेको छ खाने। अनि त्यसपछि होइन उनो खेल्ने अनि त्यसपछि हामी सुत्ने। अनि आजको मेरो भ्लग अनि आज सुत्नेसम्म मात्र हुन्छ। अनि भोलि डे 2 भनेर बनाउने छु। अनि थ्याङ्क यू अहिलेसम्म नि जोडिरहनु भएको छ हामीसँग, थ्याङ्क यू भेरी मच। अनि अझै पनि बाँकी नै छ, त्यसैले हेर्नु हाम्रो यहाँ सुलभ हाम्रो रिजर्टको मालिक एउटा कुरा चाहिँ नबिर्सिनु, लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैले। धन्यवाद। धन्यवाद। अब चाहिँ हामी सुलभको घरतर्फ लाग्दैछौँ। गाइस लिची टाइम। टिटीको नि एउटा पुरी सेटै हो। अहिले चाहिँ 1 बजिसकेको छ गाइज। एडिट गर्दा नै 1 बजिसकेछ। अनि आजको भ्लग चाहिँ यति नै। थ्याङ्क फर वाचिङ टिल द एन्ड। अहिलेसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि आजको भ्लग चाहिँ यति नै रहेको थियो। अनि के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि सब्सक्राइब गर्न पनि नभुलिदिनु होला है त।